यदि तपाईको उमेर 18 वर्षदेखि 25 वर्षको बीचमा पर्दछ भने यो भिडियो अवश्य हेर्नु होला, तपाईलाई पछुतो हुने छैन। जिन्दगी रफ्तारमा छ, यहाँ हरेक मानिसहरूलाई कुनै न कुनै चीजको तनाव छ। कसैलाई तनाव छ कि जिन्दगीमा अगाडि कसरी बढ्ने, कसैलाई तनाव छ कि पढे अनुसारको काम के गर्ने। याद राख्नुस्, यो उमेर भनेको एउटा यस्तो उमेर हो जहाँ समस्याले हामीलाई घेरिरहन्छ। समुद्र सबैको लागि एउटै हो हजुर। कसैले त्यहाँ चमच लिएर जान्छ भने कसैले त्यहाँ बाल्टी लिएर जान्छ। हो, जिन्दगी पनि त्यस्तै हो। यहाँ अनेकौं अवसरहरू छन् जसलाई तपाईँ हामीले देख्न सक्नुपर्छ। यो एउटा यही समय हो जहाँ तपाईँ हामी डिप्रेसनमा पनि जान सक्छौ। यो एउटा यस्तो समय हो जहाँ तपाईँ हामी रिलेसनशिपमा पनि फेल हुन सक्छौ। तर एउटा कुरा के याद राख्नु भने जिन्दगीमा यस्तो समस्या नै आएन भने जिन्दगी के मजा र हजुर। जिन्दगीमा यस्ता समस्याहरू त आइरहन्छन्, यसलाई तपाईँ हामीले लडेर अगाडि बढ्न सक्नुपर्छ। 18 देखि 25 वर्षको उमेरमा हामीलाई त्यो काम गर्न मन लाग्छ जुन कामले गर्दा हाम्रो भविष्य बिग्रन सक्छ, र हामीलाई त्यो काम गर्न मन लाग्दैन जसले गर्दा तपाईको भविष्य बन्न सक्छ। याद राख्नु हजुर, राजा बन्नको लागि भिखारीको जसरी मेहनत गर्नुपर्छ। जुन काम गर्न तपाईलाई अप्ठ्यारो लाग्छ, जुन कामले गर्दा तपाईको भविष्य बन्न सक्छ नि, हो त्यही काम तपाईले गर्नुपर्ने हुन्छ। यो त गाह्रो छ, यो त अप्ठ्यारो छ, यो त मबाट हुँदैन भनेर कुनै पनि सुख पाइदैन हजुर। यहाँ संघर्ष त गर्नुपर्छ। जुन मान्छेले संघर्ष गरेर अगाडि बढ्छ नि, हो त्यही व्यक्तिले भोलि गएर यहाँ इतिहास रच्छ। त्यसैले म तपाईहरुलाई 5 वटा कामहरू दिन जाँदैछु जुन काम तपाईले गर्नु भयो भने पछि गएर तपाईलाई पछुतो हुनेवाला छैन हजुर। 1 नम्बर, सधैँ नयाँ कुरा सिक्न खोज्नुहोस्। हो, यो उमेर भनेको एउटा यस्तो उमेर हो जहाँ तपाईँ हामीसँग समय धेरै हुन्छ, पछि गएर त समय हुँदैन। त्यही भएर यो उमेरमा सकेसम्म धेरै भन्दा धेरै कुराहरू सिक्न खोज्नुहोस्। 2 नम्बर, सधैँ एक्सरसाइज गर्नुहोस्। तपाईँ जिम जानुस् या योग गर्नुहोस् या रनिङ गर्नुहोस्, जे गरे पनि एक्सरसाइज गर्नुहोस्। आफ्नो शरीरलाई फुर्ती बनाउनको लागि के गर्दा बेटर हुन्छ त्यो काम गर्नु होला, जसले गर्दा पछि गएर कुनै पनि रोग लाग्नेवाला छैन। 3 नम्बर, साथी यस्तो बनाउनुस् हजुर जुन साथीले गर्दा तपाईलाई तपाईको जिन्दगीमा फाइदा पुग्छ, घाटा होइन। आफ्नो रुचि अनुसारको साथी बनाउन ट्राई गर्नुस्। यदि भेटिएन भने केही छैन, एक्लै अगाडि बढ्न सिक्नुस्। 4 नम्बर, पढाइमा ध्यान दिनुस्। तपाईले जे पढ्दै हुनुहुन्छ, जुन विषयको बारेमा पढ्दै हुनुहुन्छ नि, एकदम ध्यान दिएर पढ्नुस्। पढ्दाखेरि कुनै पनि कुराको डिस्ट्र्याक्सन नहोस्। र 5औं र अन्तिम नम्बर जुन चाहिँ एकदमै इम्पोर्टेन्ट रहेको छ र त्यो हो आफ्नो भ्यालु बढाउनुहोस्। हेर्नुस् मित्रहरू, जहाँ तपाईको इज्जत हुँदैन नि त्यहाँ कहिले पनि नजानुस्। त्यसैले आफ्नो भ्यालु बनाउन खोज्नुस्, आफ्नो भ्यालु बढाउन खोज्नुस्। पैसा भन्ने कुरा त तपाईले बिस्तारै कमाउनुहुन्छ, तर यो उमेरमा तपाईले यदि आफ्नो भ्यालु बनाउन सक्नु भयो भने पछि गएर पैसा आफै आउँछ। हुन सक्छ मेरा यी सल्लाह र सुझाव तपाईहरुलाई तीतो लाग्न सक्छ, तर याद राख्नुस् हजुर, तीतो कुरा नै एकदमै सत्य हुन्छ। मलाई आशा छ हजुरहरूले यी कुराहरूलाई फलो गरेर आफ्नो जिन्दगीमा लागू गर्नुहुन्छ। त्यसैले म नेपाली मोटिभेसनको तर्फबाट यहाँहरू सम्पूर्णलाई आफ्नो जिन्दगीको लागि अल द बेस्ट भन्न चाहन्छु। आजको भिडियो कस्तो लाग्यो र अर्को भिडियो कुन विषयमा हेर्न चाहनुहुन्छ कमेन्ट गर्नु होला। र यस्तै खालको भिडियोहरू हेर्न र सुन्नको लागि नेपाली मोटिभेसन युट्युब च्यानललाई पनि सब्स्क्राइब गरिदिनुस् न है। सुन्दै गर्नुस् नेपाली मोटिभेसन।